हेलो हेलो नमस्ते गुड आफ्टरनुन सबैजनामा। आज चाहिँ मैले पानीपुरी बनाएर खान लाग्छु घरमै। मैले आज आलु उसिनिसक्यो। अब चाहिँ मैले यो पानीपुरी बनाउन गइरहेको छु। साथीहरू हेर्दै गर्नु होला है त। ल मैले पानीपुरी बनाउँदैछु। टक्क लाएर पानीपुरी पानी छ। हेर्दै गर्नु है त साथीहरू। हाम्रो चाहिँ यो पानीपुरी रेडी भएको। अनि यहाँ चाहिँ झोल हो। अब चाहिँ आलु छिडाउँछु। हेलो गाइज, आज हामी खाँदैछौँ पानीपुरी। जसले मुख बिगारेर पनि खानु हुँदैन, लास्टमा मात्र खाने। सबै मुख नबिगारिकन खाने, लास्टमा मात्रै पानी खान पाउँछ। हामीले अहिले यो घरमै बनाएको पानीपुरी हो। यो झोल पनि घरमै बनाएको, यो आलु पनि घरमै। ल साथीहरू खाए है त, खाऊ। घरमा बनाएको छुट्टै हुन्छ नि यो। उता पसलमा बनाएको अर्कै हुन्छ। ल खाए है साथीहरू। मैले खाएको छुइनँ। थोरै हाल्नु पर्यो सस, हाल्नु पर्यो थोरै। मम्मी सस मिठो हुँदैन हो? मिठो हुन्छ त। तपाईँ खाएन एउटा सससँग है गाइस। म सससँग खाइरहेको छु, कस्तो हुन्छ तपाईँहरूलाई पनि मिठो लाग्छ होला। म मिठो लाग्छ कि लाग्दैन हेर्नु पर्यो। तिम्रो गाजर बनाऊ, म खान्छु। मिठो कस्तो रातो पुरी जस्तै देखेको हेर्नुहोस्। ओएमजी कति राम्रो भएछ। कतिवटा गर्नै छ होइन है? एक प्याकेट है? कतिवटा होला? हाम्रो गएको थिएन, दुईवटा हामीले खाइसकेको। दुईवटा खायो? कति खायो? कस्तो मिठो थियो। मम्मीले त खानुहुन्छ कि, मम्मीलाई मिठो लाग्छ के। मैले नाम खान्छु के होइन। एउटा मेरो अचार खाएको, बिहानको पिरो अचार मिठो भयो भनौँ न। आलु थोरै हालेर खानुपर्छ। कस्तो सानो पोइल बनाउँछु, सानो पोइल बनाउँछु। अनि धेरै आलु हाल्नु पर्यो। म सानो पोइलमा धेरै आलु पर्छ नि है। मिठो भयो है साथीहरू। तपाईँलाई पनि पानीपुरी मनपर्छ भने लाइक गर्नु, अनि कमेन्टमा लभ दिनु। अनि त्यो के अरे पानीपुरी मन नपरे को होला? सबैलाई मनपर्छ। चटपटीमै हामीलाई मनपर्छ, तपाईँहरूलाई मनपर्छ होला। कोही कोहीलाई मनपर्छ। तिमी त बोले हो त खाएन त। मैले कतिखेर खाइसक्यो। मिठो साथीहरू, मिठो। फीकी फीकी रातों में मीठी मीठी बातों में ऐसा लगता मुझे दर्याम दर्याम पानीपुरी क्वारेम क्वारेम पानीपुरी क्वारेम क्वारेम खा। लास्टमा मात्रै पानी खाने हो नि मम्मी। पानीपुरी क्वारेम क्वारेम, हरियो काँक्रो क्वारेम क्वारेम छैन। अस्ति बहिनी भएको बेलामा 2 प्याकेट पकाएर खाएँ। अनि 1 प्याकेट थियो। त्यसो बेला बेलामा खानुपर्छ। धेरै चाहिँ खानु हुँदैन। मलाई त धेरै त पानीपुरी मिठो लाग्छ। मलाई धन्यवाद छैन क्या राम्री जन्मायो दर्याम दर्याम। यो पानीपुरी क्वारेम क्वारेम यस्तै यस्तै छन् है रमाइलो हाम्रो। आज चाहिँ म भन्ने हो, मैले भन्नु छैन।
मलाई भन्न मन लागेर म भन्छु भनेको मलाई है म दालमा हालेर खाँदैन हैन ल मजाले खाँदैछौँ कस्तो मिठो पनि मेरो कस्तो राम्रो बनाउँछु म कति ठुलो पानीपुरी बनाउँछु ल ल कसले पनि खान सक्दैन यत्रो पानीपुरी कतिवटा थियो हेर्नु मेरो पानीपुरी चाहिँ दही पिरो हालेको है नखाने कस्तो मिठो यति धेरै तर मैले खान सकेँ अब भोलिपर्सि चाहिँ दही पुरी खाने हो दही पुरी पर्सि हामी दही पुरी खाने हो यस्तै मिठो बनाएर खान्छौँ नि सुरुमा आलु पनि चाहिन्छ आलुमा केही पनि नहाल्नु ल अब चाहिँ सकिने है जरुर खायो रानुमा कति चिल्लो देखायो Mam 7 roki belki 7 roki belki. Ekleyin sen saat belki एउटा 15 16 17 18 हुन्छ ल 17 अब चाहिँ खान सक्नु लाग्यो पानीपुरी दरम दरम कहिले मकै भजामा दरम दरम खानु खान्छ चारपटे दरम दरम भन्नु न यस्तै खानु परिहाल्छ नि खाएर जिउ ज्यान बढाउने हो हैन हो खाने जिउ बढाउने मेरो साथी त पानीपुरी देखेपछि सोच्छ गर्छ हामी प्रेमिका चिन्नुभयो प्रेमिकाको मन्दिर पठाइदिनु ल प्रेमिकाले त्यस्तो गर्दा भनेर हेर्छ धेरै भयो अब 4 मान्छेहरूले मुखमा भिडियोमा यत्रो यत्रो कुखुरा ल्याएर खान्छ साथीहरू चिकन बनाएर हामी त यति पनि खान नसक्ने हामी यति खायो भने मोटा यत्रो यत्रो हुने तबहरु हुन्छ अरे यत्रो यत्रो खाँदा पनि यत्रो हुने के हो कारण राजपतिनपुर है साथीहरू सबैजनाले कमेन्टमा कमसेकम हाम्रो यो पानीपुरी चाहिँ एक प्याकेटको कति कम्तीमा 50 पिस हुन्छ अस्ति पनि एक खाएको थियो त्यो चाहिँ आमा छोरीले खायो छोरीले धेरै खाने होला सायद मैले खायो यत्रो भोलि हुनु गरी मैले खाएको साथीहरू बाई बाई नेक्स्ट भिडियोमा भेटौँ ला